ल है त यहाँ हाम्रो कपाल काट्ने कार्यक्रम भइरहेछ। यता म काट्दैछु, काट्ने हाम्रो यता सन्तोषजी हुनुहुन्छ। कस्तो कस्तो छ यहाँ यसो लुक पनि हेर्नु होला। चारबाट त्यति नभन्दा भरि युट्युबमा पनि हाल्ने देखिन्छ। अब यहाँ जापानमा चाहिँ कपाल काटेको लास्टै महँगो छ। काटिदिइसकेको छ, काटेको छु सबैतिर केही छैन क्या हो। अब यहाँ जापानमा चाहिँ कपाल काटेको कति छ? 1500, 2000, 2500 यस्तो काटेको त 5000 कम्तीमा पनि 3-4 हजार रुपियाँ त कपाल काटेकै सकिन्छ कि। त्यो कारणले गर्दाखेरि हामी चाहिँ यहाँ घरमै अब 4-5 जना जति छौँ, एकअर्काको कपाल काटेर 1 महिनामा चाहिँ पुरै सिक्ने भन्ने कुरा छ। हेरौँ हामी कहाँसम्म जान्छौँ। यो पनि केटो प्रोफेसनल भइसकेको छ। पछि हाम्रो पार्ट टाइम जब भेटिएन यताउता भने हान्नै बस्छ हैन। यही हो, कपाल हान्दै बस्ने है त। ल यति भन्दै हामी बिदा हुनुपर्ने हुन्छ।